कसैको लागि तपाईँले राम्रो गर्नुहुँदैछ भने चाहिँ मैले उसको लागि यस्तो गरिदिएको, मैले उसको लागि यस्तो गरिदिएको भनेर चाहिँ नसुनाउनु अरे क्या। यो चाहिँ मैले फेसबुकमा हेर्दै थिएँ, त्यो भएर मैले भनेको। मलाई पनि यो चाहिँ एकदमै मनपर्छ। कसैको लागि तपाईँले गर्नुहुँदैछ राम्रो भने चाहिँ त्यो चाहिँ तपाईँले अरूहरूलाई नसुनाएको नै राम्रो हो जस्तो लाग्छ मलाई पनि है। अनि सिङ्गापुरमा चाहिँ यस्तो धेरै गरम होइन, गरमै भएमा कफी त पिउनु परिहाल्यो। कफी चाहिँ म यति धेरै पिउँछु, दिनमा 4, 5, 6 कपसम्म पिउँछु क्या। अनि मेरो बोजूले चाहिँ कफीको बट्टा देखेर चाहिँ छक्कै पर्नुहुँदै थियो। अनि उहाँले भन्नुहुँदै थियो कसैलाई यति धेरै कफी नपिउ, बेसी कफी पिउनु हुँदैन, यस्तो बिमारी हुन्छ उस्तो बिमारी हुन्छ भन्नुहुँदै थियो। उहाँको कुरा चाहिँ एक कानले सुनेर एक कानले उडाएर होइन, कफी त पिउनु परिहाल्यो। कफी पिउँदै बाहिर हेरेको आजको दिन चाहिँ यस्तो भइरहेको छ, घाम लाग्दै शीतल हुँदै होइन। अनि हाम्रो कम्पाउन्डको बिल्डिङहरू चाहिँ धुँदैछ नि त। अनि त्यो बिल्डिङ धुनुको लागि चाहिँ बिचारा यस्तो फुच्चे भाइहरू आएको रहेछ, कस्तो माया लागेको, यस्तो घाममा झुन्डेर।